सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू साथै नेपाली विषयप्रति रुचि राख्नुहुने सबैलाई आजको यस कक्षामा हार्दिक स्वागत गर्दछु। आज म तार्किक उत्तर लेखनका बारेमा सविस्तार चर्चा गर्न गइरहेको छु। कक्षा 8 देखि कक्षा 11, 12 साथै प्राविधिक शिक्षा अन्तर्गत सिटिबिटी प्रथम सेमेस्टरमा रहेको नेपाली विषय साथै बिए बिएडमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूका लागि पनि यो शीर्षक उपयोगी हुनेछ। आजको कक्षामा तार्किक शिल्पगत उत्तर लेखनको परिभाषा, परिचय र संरचनाका बारेमा सविस्तार चर्चा गर्नेछु। त्यसका साथै तार्किक उत्तर लेखन गर्दै गर्दा ध्यान दिनुपर्ने कुराहरू के छन् त? तार्किक उत्तर लेखन गर्दा के कुरामा ख्याल राख्नुपर्छ? के विषयलाई अनिवार्य रूपमा उत्तर लेख्दाखेरि हामीले राख्नुपर्छ भन्ने विषयमा सविस्तार चर्चा गर्नेछु। साथै तार्किक शिल्पगत उत्तर कसरी लेख्ने त, यसको ढाँचा कस्तो हुन्छ भन्ने कुरालाई पनि स्पष्ट पार्नेछु। साथै तार्किक उत्तरको नमुना समेत प्रस्तुत गरी तार्किक उत्तर लेख्ने सरल तरिकाका बारेमा पनि सविस्तार चर्चा गर्नेछु। तार्किक शिल्पगत उत्तर लेखन भनेको के हो, यसको परिचयतर्फ लागौं। कुनै पाठको भाव, पाठमा आएको पात्रको भूमिका वा परिवेशलाई समस्याका रूपमा प्रस्तुत गरी परीक्षार्थीको तार्किक क्षमता वा समस्या समाधान गर्ने खुबी मापन गर्ने उद्देश्यले सोधिएको प्रश्नलाई तार्किक प्रश्न भनिन्छ। यो परिभाषाको पहिलो वाक्यलाई हेर्दै गर्दा हामीले के कुरालाई बुझ्नुपर्ने हुन्छ भने, प्रश्नमा के सोधिएको छ र के बुझ्नुपर्ने हुन्छ भने परीक्षार्थीको तार्किक क्षमता। यहाँ हामीले उत्तर लेख्दै गर्दा हुँदै अथवा परीक्षा हलमा बसेर तार्किक प्रश्नको उत्तर लेख्दै गर्दा हुँदै हाम्रो तार्किक क्षमता कस्तो छ त, र त्यसलाई कुनै समस्यालाई हामीले कसरी समाधान गर्न सक्छौँ, हाम्रो क्षमता खुबी कस्तो छ त, त्यो समस्यालाई समाधान गर्नका निम्ति हामीसँग कस्ता किसिमका विकल्पहरू छन्, त्यो मापन गर्ने उद्देश्य राखेरै यो प्रश्न तयार पारिएको हुन्छ। त्यसकारण पनि हामीले तार्किक उत्तर लेखन गर्दै गर्दा आफ्नो क्षमता, आफ्नो बौद्धिकतालाई प्रस्तुत गर्नुपर्ने हुन्छ। यसरी सोधिएको प्रश्न प्राय समस्यामूलक हुने गर्दछ र यसको उत्तर समाधानमूलक हुनुपर्दछ। यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने, सोधिएको प्रश्नमा समस्या आएको हुन्छ र त्यो आएको समस्यालाई कसरी सकारात्मक तरिकाले समाधान गर्ने, त्यो विषयलाई राखेर हामीले उत्तर लेख्नुपर्ने हुन्छ। यस्ता प्रश्नको उत्तर लेख्दा पाठको विषयवस्तुलाई आंशिक रूपमा मात्र आधार लिनुपर्दछ र समय परिस्थिति सुहाउँदो तर्कलाई पुष्टि गर्ने किसिमले, सकारात्मक सन्देश दिने किसिमले हामीले उत्तर लेख्नुपर्ने हुन्छ। हामीले लेखेको उत्तर सकारात्मक हुनुपर्छ र समय परिस्थिति अनुकूल हुनुपर्दछ र समाजलाई सकारात्मक सन्देश दिने किसिमको हुनुपर्दछ। तार्किक उत्तर लेखन अन्तर्गत प्रश्न पत्रमा सोधिएको तार्किक उत्तर दिनुहोस् भन्ने प्रश्नको उत्तर लेख्दै गर्दा हामीले यस प्रकारका कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। प्रश्नलाई राम्रोसँग अध्ययन गर्नुपर्ने हुन्छ। प्रश्नमा कस्तो किसिमको समस्या सोधिएको छ र त्यसको समाधान कुन किसिमले दिँदाखेरि उपयुक्त हुन्छ, त्यस विषयमा हामीले सर्वप्रथम ध्यान दिनुपर्ने हुन्छ। त्यसै गरी प्रश्नको समस्या पहिचान गरी सम्बन्धित पाठ वा घटनासँग केन्द्रित हुनुपर्ने हुन्छ। प्रश्नमा सोधिएको समस्या कस्तो किसिमको छ, त्यसलाई हामीले पहिला बुझ्नुपर्ने हुन्छ। पाठसँग त्यसको सम्बन्ध कस्तो छ त? प्रश्नको समस्या पहिचान गरी सम्बन्धित पाठ वा घटनामा केन्द्रित हुनुपर्छ। त्यसै गरी तार्किक उत्तरमा लेखकको नाम वा पाठको सङ्केत मात्र गर्ने, अनावश्यक रूपमा लेखक वा पाठको व्याख्या गर्नु उचित मानिँदैन। त्यसै गरी प्रश्नमा यदि तपाईँ भएको भए भन्ने खालको प्रसङ्ग आएको भए, यदि म भएको भए भन्ने पदावली राखी तर्क प्रस्तुत गर्नुपर्ने हुन्छ।
तार्किक उत्तर लेखन गर्दै गर्दा पाठको प्रसङ्गलाई अनावश्यक रूपमा धेरै राखेर उत्तरको आकारलाई पनि हामीले बढाउनु हुँदैन। पाठको प्रसङ्गलाई संक्षिप्त रूपमा छुवाएर अन्य विषय प्रसङ्ग साथै समसामयिक परिवेश विषय घटनाक्रमलाई पुष्टि हुने किसिमले प्रस्तुत गर्दै सकारात्मक तरिकाले उत्तर दिने प्रयास गर्नुपर्ने हुन्छ। त्यसै गरी उत्तरलाई उत्तर र निचोड खण्डमा गरी दुई भागमा विभाजन गरी लेख्नुपर्ने हुन्छ। विषय प्रसङ्ग लामो हुने भए उत्तर खण्डलाई दुई अनुच्छेदमा विभाजन गर्नुपर्ने हुन्छ। त्यसै गरी तार्किक उत्तरको प्रश्न समापन गर्दा अन्तिम अनुच्छेदमा अथवा निचोड खण्डमा प्रश्नमा दिएको समस्यालाई निचोडमा पुग्ने किसिमको समाधानमूलक र सकारात्मक तर्क प्रस्तुत गर्दै उत्तरलाई समापन गर्नुपर्ने हुन्छ। शिल्पगत उत्तर लेखनको एउटा नमुना मैले यहाँ प्रस्तुत गरेको छु, जुन कर्तव्य कथाबाट रहेको छ। कर्तव्य कथाको पात्र गङ्गाधर भएको भए तपाईँ कस्तो भूमिका निर्वाह गर्नुहुन्थ्यो, तर्क दिनुहोस् भनेर प्रश्न सोधिएको छ। यसको उत्तर: नेपाली कथाका क्षेत्रमा फरक पहिचान बनाएर आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथाका गङ्गाधर एक पुरुष पात्र हुन्। उनी गाउँका तालुकदार थिए। गाउँमा उनको ठुलो इज्जत थियो। 3 गाउँमा उनी कहलिएका थिए। उनका मुरलीधर र श्रीधर नामका 2 छोरा थिए। उनी महान आदर्श व्यक्ति थिए। यस्ता आदर्श व्यक्तिको सानो गल्तीका कारण उनका उत्तराधिकारीहरूका बीच ठुलो झगडा भयो। यदि म उनका ठाउँमा भएको भए मर्नुभन्दा अगाडि नै सारा गाउँलेहरूका अगाडि जसले मलाई पालेको छ, मेरो नाममा भएको जिउनी खेत उसैको हुनेछ भनिदिन्थे। समाजको प्रतिष्ठित व्यक्तित्व भएर पनि समयमा गङ्गाधरले बुद्धि नपुर्याएको देख्दा म आश्चर्यचकित भएको छु। जतिसुकै पढे लेखेका विद्वान भए पनि दाजुभाइका बीचमा अंशभण्डाका कुरालाई लिएर ठुल्ठुला मुद्दा मामिला हुने गरेका छन्। स्वयं गङ्गाधरले समेत 10 गाउँमा मुद्दा छिनोपानो गर्न कुशल मानिन्थे भने आफ्नै छोराका बीचमा जिउनी खेतका विषयमा झगडा पर्ला कि भन्ने कुरो थाहा नपाउँदा यिनको पारिवारिक आदर्शमा धक्का लागेको छ। अत गङ्गाधरका ठाउँमा म भएको भए दुवै छोरा र बुहारीलाई समेत एकै ठाउँमा राखी आफ्नो पारिवारिक आदर्श, सामाजिक मूल्य र मान्यता आदिका बारेमा समेत सचेत गराउँदै भविष्यमा छोराहरूका बीचमा जिउनीका विषयलाई लिएर कुनै प्रकारको समस्या नआओस् भनी भूमिका पुरा गर्थे। सबै कुरा खुलस्त गरिदिएपछि त्यतिका पढे लेखेका छोराहरूबाट विमति जनाउने कुरै आउँदैनथ्यो। यस प्रकार भविष्यमा आउन सक्ने यस्तो समस्या समाधानका लागि समयमै उचित कदम चाल्ने थिए। समस्या समाधानका लागि आफूलाई लचक बनाउने थिए। आफ्नो कारणले छोराहरू बीचमा कुनै फाटो नआओस् भन्ने कुरामा म दृढ हुन्थे। पारिवारिक मनमुटाव हटाउनका लागि आफै चुक्न पनि पछि पर्दिनथे। आफूबाट जे जस्तो हुन्थ्यो त्यस्तै कुरामा विशेष चासो दिँदै सकभर समस्याको समाधान गर्ने थिए।